राम र हरि एकदमै मिल्ने साथी हुन्। सानैदेखि एउटै गाउँमा बस्ने, सँगै स्कुल जाने र घर फर्किँदा पनि सँगै फर्किन्छन् र कतै नयाँ ठाउँ घुम्न जाँदा पनि दुईजना सँगै जान्छन्। शुक्रबारको दिन थियो। दुई भाइ स्कुलबाट घर फर्किँदै गर्दा बाटोमा रामले हरिलाई सोध्यो, "हरि, मङ्सिर पनि लाग्यो, चिसो बढ्दैछ, भोलि शनिबार पनि हो, के हाइकिङ जाने त?" हरिले आनाकानी नगरी हुन्छ भन्यो। त्यसपछि उनीहरू घर पुगेर भोलिको लागि मकै, भटमास, चिउरा अनि गुन्द्रुकको अचार तयार गरेर उनीहरू भोलि बिहान 5 बजे उठेर हाइकिङतिर लागे। उनीहरूको गन्तव्य घरबाट लगभग 3 घण्टा माथि रहेको अमले भन्ने ठाउँको एउटा ठुलो चौर थियो। लगभग 2 घण्टाको उकालो बाटो हिँडेपछि रामले साह्रै तिर्खा लाग्यो यार, पानीले त भन्दा पो हरिलाई बल्ल याद आयो, पानी त घरमै पो छुटेछ। त्यति बेला उनीहरू कलसे भन्ने एउटा ठुलो जङ्गलमा हिँड्दै थिए। त्यहाँबाट अमले पुग्न झन्डै 1 घण्टा नै बाँकी थियो। त्यही बेला हरिलाई अमले नजिकै रहेको एउटा सानो कुवा याद आएर त्यहाँको पानी खान मिल्छ भन्दै दुई भाइ लगभग 1 घण्टाको हिँडाइपछि अमले पुगे। लामो सास फेर्न नपाउँदै कुवाको नजिक गएर हेर्दा कुवाको पानी थोरै फोहोर थियो, तर तिर्खाको झोकमा त्यसको वास्ता नगरी उनीहरूले टन्न पानी खाए। त्यस पछाडि घरबाट लगेको मकै, भटमास, चिउरा अनि गुन्द्रुकको अचार खाँदै गफ गरिसके पछाडि उनीहरू घर फर्किए। लगभग 1 हप्ता पछाडि राम र हरिलाई साह्रै पेट दुख्ने, एकदमै गनाउने दिसा आउने, फ्याटी स्टुल, डायरिया, भमिटिङ र पेट फुल्ने जस्तो लक्षणहरू देखिन थाल्यो। पछि के भएको रहेछ भनेर अस्पताल गए पछाडि दिशाको जाँच गर्दा पो थाहा भयो कि उनीहरूलाई त जियाडियासिस भएको रहेछ। क्लासमा हुँदा राम र हरिलाई बारम्बार टोयलेट जानुपर्ने हुँदा उनीहरूले साबुन र पानीले राम्रोसँग हात धुने कुरामा ध्यान नदिँदा अनि खाजा खाँदा सेयरिङ गरेर खाए पछाडि उसको साथीहरूलाई पनि उनीहरूलाई जस्तै लक्षण देखिन थालिसकेको थियो। अब यो जियाडियासिस भनेको के हो त? यो एउटा जियाडिया ल्याम्लिया नामको प्रोटोजोआ परजीवीले हाम्रो सानो आन्द्रामा बसेर लगाउने रोग हो। जब कुनै पनि संक्रमित व्यक्ति वा जनावरको दिशामा यो परजीवीको सिस्ट भेटिन्छ र उक्त सिस्ट भएको दिशा हामीले खाने खाना, पानीमा मिसिदा यो जियाडियासिस लाग्न सक्छ अनि अन्य प्रत्यक्ष सम्पर्कबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा पनि सर्न सक्छ। त्यसैले यो रोगबाट बच्नको लागि हामीले खाना खानु अघि, खाना खाइसके पछाडि, आफ्नो घर वरपर सफा गरिसके पछाडि र दिसा पिसाब गरिसके पछाडि राम्रोसँग कम्तीमा 1 मिनेटसम्म साबुन र सफा पानीले मिची हात धुनुपर्छ। दिसा पिसाब गर्दाखेरि व्यवस्थित चर्पीको प्रयोग गरेर गर्नुपर्छ। अनि 5 वर्षभन्दा मुनिको बच्चाको स्याहार सुसार गर्दाखेरि विशेष गरेर डाइपर चेन्ज गरिसके पछाडि चाहिँ आफ्नो व्यक्तिगत सरसफाइमा राम्रो ध्यान पुर्याउनुपर्छ। विद्यालयमा जाने बच्चाहरूमा पनि उच्च जोखिम रहेको हुँदा अभिभावकहरूले विशेष गरी आफ्नो बच्चाहरूको व्यक्तिगत सरसफाइमा पनि राम्रो ध्यान दिनुहोला। जियाडियासिसको कुनै पनि लक्षणहरू देखिन थालेमा प्रशस्त मात्रामा शुद्ध पानी र जीवनजल पिउने अनि चाँडोभन्दा चाँडो नजिकैको स्वास्थ्य संस्थामा गएर चेक गराउनुहोला। जियाडियासिस लागिसके पछाडि पूर्ण रूपमा निको नहुँदासम्म घरमै बसिदिनुहोला र पानीलाई कम्तीमा 3 मिनेटसम्म राम्रोसँग उमालेर मात्र पिउने गर्नुहोला। घुम्न जाँदा अथवा हाइकिङ जाँदाखेरि जथाभावी पानी नखाने र सकेसम्म घरबाटै शुद्ध पानी बोकेर जानुहोला। फलफुल र तरकारीहरूलाई शुद्ध पानीले सफा गरिसकेपछि मात्र खाने गर्नुहोला र आफ्नो घर वरपर सरसफाइमा ध्यान दिएर आफू, आफ्नो परिवार र छिमेकीलाई जियाडियासिसबाट बच्न र बचाउन मद्दत गरिदिनुहोला। हस्त, धन्यवाद।